आएपछि गर्भस्थ बालकलाई भोक प्यास लाग्न थाल्छ अनि आमाले जे भोजन गर्नुहुन्छ त्यो नाभिको माध्यमबाट अनि उसले पनि रस प्राप्त गर्दछ, खाने चिजहरू प्राप्त गर्दछ। गर्भस्थ बालकले 6 महिनाको भएपछि आमाको दाहिने घोकतिर घुम्न थाल्छ। हेर्नुहोस् त भागवत पनि विज्ञान रहेछ। अहिले विज्ञानले पनि यही नै पत्ता लाग्यो कि योभन्दा अर्को कुरा भागवतमा लेखेको कुरो विज्ञानले काट्न सक्छ, अपनाप गर्न सक्छ, सक्दैन। जति बेला कुनै यन्त्र थिएनन्, मिसिन थिएनन्, केही पनि थिएनन्, कसरी थाहा भयो त नि हाम्रा महर्षिहरूलाई, ऋषि महर्षिहरूलाई, हाम्रा पूर्वजहरूलाई, भगवान वेदव्यास मुनिलाई कसरी थाहा भयो, सुखदेव स्वामीलाई कसरी थाहा भयो भनेपछि कति अगाडि रहेछौँ हजुर हामीहरू। हेर्नुहोस् त विज्ञानको क्षेत्रमा आज विज्ञानले उपकरण दिएको हुनाले गर्दा हामीलाई थाहा छ, हामीले थाहा भयौँ, तर भागवतमा लेखेको कुरा हामीलाई थाहा हुँदैन। यो कुरो त पहिलेदेखि भागवतमा लेखिएको छ। त्यसकारणले भागवत भनेको के हो त भन्दा भागवत भनेको विज्ञानै विज्ञान हो। एउटै पनि प्रसङ्ग यहाँ भागवतमा अवैज्ञानिक छैन, विज्ञान सम्मत कुराहरू छन्, विज्ञानै विज्ञान छ। यो प्रसङ्ग बताउनु भयो कसले? भगवान कपिलले आमा देवहूतिलाई। जसले जस्तो कर्म गरेको छ त्यो कर्मको फल अवश्य पनि भोग्नुपर्छ। भगवान कपिलले भन्नुभयो आमा अब म पनि बस्दिनँ, हजुरका साथमा धेरै समय आए। जसरी पिताजी जानुभयो, बिदा लिएर जानुभयो तपस्या गर्नको लागि, अब मलाई पनि हजुरले आज्ञा दिनु, म पनि जान्छु, म पनि बस्दिनँ अब हजुरसँग सँगै। आमाले बिदा दिनुभयो। भगवान कपिल त्यहाँबाट आमासँग बिदा लिएर जानुभयो कहाँ? गङ्गा सागरमा। अहिले पनि तीर्थयात्राको क्रममा जानुभयो भने भगवान कपिलको आश्रम छ, दर्शन प्राप्त गर्न सकिन्छ गङ्गा सागरमा। आमा देवहूति कस्ती हुनुभयो? यति बेलासम्म त भगवान कपिल हुनुहुन्थ्यो, ज्ञानका चर्चा परिचर्चाहरू भइरहेका थिए, समय यसै व्यतीत भइरहेको थियो, दिन काट्न सजिलो भएको थियो, बडा आनन्द आएको थियो। वत्से गौरीव वत्सला, बाछो हराएकी गाई जस्तै हुनुभयो आमा देवहूति। ज्यादै दुखी हुनुभयो, मलिन हुनुभयो। जो ज्ञानको उपदेश दिनुभएको थियो भगवान कपिलले त्यसलाई फेरि मनन गर्नुहुन्छ र आमा देवहूतिको जो शरीर हो त्यो शरीर नदीमा परिणत हुन्छ। आमा देवहूतिको उद्धार हुन्छ, उहाँ मुक्त हुनुहुन्छ। यो प्रसङ्ग पूज्य सुखदेव स्वामीले महाराज परीक्षितलाई तृतीय स्कन्धमा बताउनु भयो। यो तृतीय स्कन्धमा स्वर्गको बारेमा बताइएको थियो। स्वर्ग भनेको सृष्टि, भगवानको ब्रह्मको परमात्माको इच्छा अनुसार प्रकृतिमा क्षोभ उत्पन्न हुन्छ र भगवानबाट पञ्चमहाभूत पञ्च तन्मात्राहरूको जो सृष्टि हो त्यो सृष्टिलाई स्वर्ग भनिन्छ भने। अनि चतुर्थ स्कन्धमा विसर्गको बारेमा बताइएको छ। विसर्ग पौरुष स्मृतः, ब्रह्माजीले जो सृष्टि गर्नुभयो त्यो सृष्टिलाई विसर्ग सृष्टि भनिन्छ। विसर्ग भनेर किन भनिएको भन्दा विविधः सर्गः विसर्ग। यहाँ संसारमा ब्रह्माण्डमा एउटै प्रकारको सृष्टि छैन, यहाँ धेरै प्रकारका सृष्टिहरू छन्। हिमालमा जानुभयो भने अर्कै सृष्टि छ, हिमालदेखि अलि तल झर्नुभयो भने अर्कै सृष्टि छ, अनि जति जति समुद्रतिर जानुहुन्छ त्यति त्यति सृष्टि भिन्न भिन्नै हामीले पाउँछौँ। यहाँ काल वैचित्रता छ, वस्तु वैचित्रपन छ, वस्तु त्यस्तै छन्, काल त्यस्तै छ। त्यो विचित्रपन, यो वैचित्र्यपन संसारमा कसरी आयो? विविध सृष्टि, धेरै प्रकारका सृष्टिहरूको प्रसङ्ग पूज्य सुखदेव स्वामीले कहाँ बताउनु भयो? महाराज परीक्षितलाई भन्दा चतुर्थ स्कन्धमा। चतुर्थ स्कन्धमा 31 अध्यायहरू छन्। 31 अध्यायमा मनुष्य मात्रका 4वटा पुरुषार्थहरू छन् जसलाई धर्म, अर्थ, काम, मोक्ष भनेर भनिन्छ। यी चतुर्विध पुरुषार्थहरूको बारेमा विभाग गरेर बताउनु भएको छ पूज्य सुखदेव स्वामीले। सर्वप्रथम कुन पुरुषार्थ आउँछ? हजुरआमाले सर्वप्रथम के गर्ने भन्दा धर्म। धर्म पुरुषार्थ कमाइ गरिसकिएपछि अनि दोस्रो नम्बरमा के आयो त भन्दा धर्म, अर्थ। अनि अर्थ भनेको धन सम्पत्ति। धर्म, अर्थ, काम अनि मोक्ष। पहिला मोक्ष पनि भनेको छैन, पहिला अर्थ पनि भनेको छैन, पहिला काम पनि भनेको छैन। पहिला केलाई लियो भन्दा धर्मलाई लियो। यी 4वटै पुरुषार्थहरू। धर्म मान्छेको कहाँ बस्नुपर्छ भन्दा धर्म मान्छेको बुद्धिमा बस्नुपर्छ। अनि अर्थ, अर्थ भनेको धन सम्पत्ति भयो। त्यो धन सम्पत्ति पैसा कहाँ बस्छ?
हजुर हामीसँग जो धन सम्पत्ति छ नि त्यो कहाँ बस्छ? भित्र बस्छ कि बाहिर बस्छ? आयो भित्र बस्नु कि बाहिर बस्नु है? त्यो भित्र बस्दैन, त्यो बाहिर बस्छ। लक्ष्मी धन सम्पत्ति भनेकी लक्ष्मी हुन्। लक्ष्मी कस्ती हुन्छन् त भन्दा लक्ष्मी चलायमान हुन्छन्, चञ्चला अरे। लक्ष्मीको नाम नै चञ्चला हो। एकै ठाउँमा स्थिर भएर बस्न सक्दिनन् लक्ष्मी। एक ठाउँबाट अर्को ठाउँ हिँड्दै गइहिँडे। चला बियासेर नदहाति पल्लवम। एउटा अचल हुने ठाउँ एउटा छ अरे आमा लक्ष्मी। त्यहाँ पुगेपछि अचल हुनुहुन्छ। त्यो ठाउँ भनेको भगवानका चरण कमल हुन्। भगवानका चरण कमलको सेवा गर्ने अवसर मौका यदि आमा लक्ष्मीले प्राप्त गर्नुभयो भने चञ्चला भएर पनि अचला भएर बस्नुहुन्छ आमा लक्ष्मी। तर अन्यत्र सबै ठाउँमा चलायमान हुनुहुन्छ, चञ्चला हुनुहुन्छ। धर्म अनि अर्थ आयो। अर्थपछि के आयो? काम आयो। त्यो काम कहाँ बस्छ? काम बाहिर बस्दैन, काम भित्र बस्छ। यसको तात्पर्य के भयो? हजुरले बुझ्नुभयो? त्यो मनमा बस्छ। मनले जे चाह्यो, शरीरले जे प्राप्त गर्छ, ती दुवै वस्तुलाई नियन्त्रण गर्नका लागि मान्छेको बुद्धिमा धर्म बस्नुपर्छ। यदि धर्म छ भने उसले आफ्नो जीवनलाई नियन्त्रण गर्न सक्छ। यदि छैन भने नियन्त्रण गर्न सक्दैन। यो कस्तो हो त भन्दा ब्रेक जस्तै हो कि गाडीको ब्रेक जस्तै। एउटा गाडी कम्पनीले गाडी बनाएछ, महँगो गाडी, अत्याधुनिक वस्तुहरूद्वारा गाडी तयारी गर्यो। मूल्य कति हो त भन्दा 1.5 करोड भन्यो मूल्य राख्यो कम्पनी। अरू सबै ठिक छ है, राम्रो छ, तर एउटा चिज कमी छ। यो गाडीको मैले कुनै मूल्य लिन्न, पैसा नलिकन म सित्तैमा दिन्छु भन्यो। कति बिल लाग्छ होला है मान्छेको? त्यो गाडी त मलाई चाहियो अब भनेर, मलाई दिनु गाडी भनेर है। कति बिल लाग्छ? सित्तैमा आइदियो कि पैसा दिनु पर्यो। गाडी लिएपछि अब चलाउने कुरा त देखा जाला। तर कम्पनी मालिकले के भनिदिए? तुरुन्तै भने नि एउटा चिज कमी छ। हजुर अनि के छ नि कमी भन्दा यो गाडीमा ब्रेक छैन। के छैन अरे? दिनुहुन्छ? सित्तै दिए पनि चाहिएन। अब त्यो ब्रेकै नभएको गाडी के काम? के काम? बनाउनै मिल्दैन। त्यस्तो टेक्नोलोजीबाट बनाएको गाडी हो। पहिला बनाऊ पछि राख्न मिल्छ त? यहाँ इँटा हाले जस्तो हो घर, इँटा थपे जस्तो होइन, घरको पार्टेसन गरेछ त होइन त? नारायण राख्नै मिल्दैन। राख्ने त्यति हो। कसले लिने त्यो गाडी है? हो त्यस्तै हजुर हाम्रो शरीर पनि यो मोटर कार हो। यसलाई पनि ब्रेक चाहिन्छ। त्यो ब्रेक क्यों? ब्रेक भनेको धर्म हो। यदि शरीर रूपी मोटर कारमा धर्म छ भने ब्रेक लगाउँछ, नराम्रो काम गर्नबाट मान्छे बच्छ। यदि धर्म रूपी ब्रेक छैन भने उच्छृङ्खल बन्यो मान्छे। जहाँ जाने, जे खान मन लाग्ने, जे गर्न मन लाग्ने, के बोल्न मन लाग्ने यो सबै गर्छ। किन यस्तो भएको भन्दा धर्म नभएर। त्यो कहाँ बस्नुपर्छ? मान्छेको बुद्धिमा बस्नुपर्छ। जीवनमा पनि त संयमको आवश्यकता पर्छ। म के गर्दैछु, के बोल्दैछु, के गर्नुपर्ने हो, के बोल्न हुने हो, के बोल्न नहुने हो, यो मान्छेलाई थाहा पाउनु पर्दैन र मान्छेले। यही त हो धर्म। धर्म भने के हो भन्दा धारणा हो। यो सप्ताह लगाउनु धर्म होइन। देवघाट गएर स्नान गर्नु धर्म होइन। लाखबत्ती बाल्नु धर्म होइन। एका लगाउनु, नारायणको पूजा लगाउनु धर्म होइन। मन्दिर बनाउनु, मन्दिरमा गएर भगवानको पूजा गर्नु यो पनि धर्म होइन। यो त जिउने कला हो। यो जीवन जिउने पद्धति हो। यो धर्म के हो भन्दा धर्म भनेको धारणा अनुकूल शक्ति हो। म पृथ्वीमा मनुष्य भएर जन्मिएपछि मैले यी काम गर्नु हुँदैन, यो धर्म। धारणा गर्ने सधैँ जो धारणा अनुकूल जो शक्ति हो। धारणा त धर्म विद्या हो। धर्मो धारयते प्रजाः।
त्यो धारणा नुकुल